लास्ट टाइम मैले सेन्टेन्सहरु सजेस्ट गर्नको लागि मैले रिक्वेस्ट गरेको थिएँ तपाईहरुलाई। सम्यकजी र हमालजीले सेन्टेन्सहरु पठाउनु भएको छ। तपाईहरुलाई यक्को शुभा म यो सेन्टेन्सहरुको अब ट्रान्सलेसन गर्दै छु। त्यस्तै गरी मेरो साथी सुदीप बज्राचार्यले पनि कमेन्ट गरेको छ। मेरो साथीहरु थुप्रै छन्, त्यो मध्ये एकजना साथी सुदीप बज्राचार्य, उसले मेरो भिडियोमा कमेन्ट गर्छ, खुशी लाग्छ। मेरो साथी सुदीपले चाहिँ मलाई सपोर्ट गर्छ, त्यसको लागि थ्यांक यू सो मच। यक्को शुभा। यो भिडियो मैले अघि नै रेकर्डिङ गर्दै थिएँ, तर एकजना दाइ आउनुभयो। उहाँ मेरो फुफूको छोरा हो। फुफू बितिसक्नु भयो। फुफूले एकदम माया गर्नुहुन्थ्यो मलाई। त्यो फुफूले ठुलो फुफू हुनुहुन्थ्यो उहाँ मेरो, तर अब उहाँ अलि चाँडै नै बित्नु भयो। एकदम दुःख लाग्छ। मलाई सबभन्दा माया गर्ने फुफू अब सबभन्दा छिटो बित्नु भयो, त्यो पनि उमेर नपुग्दै अब क्यान्सरको कारणले बित्नु भएको थियो। उहाँ ग्यास्ट्रिक बिग्रिएकोले अब बित्नु भएको थियो। तपाईहरुले पनि ग्यास्ट्रिकलाई अलिकति चान्चुने रोग नठान्नु होला। पानी राम्रोसँग पिउनु होला। उहाँले अलि पानी कम पिउनु हुन्थ्यो, पानी खासै पिउनु हुन्न थिएन र ग्यास्ट्रिकको पनि टाइममै ट्रिटमेन्ट गर्नु भएन। खासै ठुलो ग्यास्ट्रिक थिएन, तर टाइममा ट्रिटमेन्ट नगर्नु भएकोले अब त्यस्तो भएको। अब अलिकति केयरलेस गर्नुभयो, ग्यास्ट्रिक भने केही होइन भन्ने त्यो सोचले त्यस्तो गर्नु भएकोले। यदि तपाईहरुले पनि ग्यास्ट्रिक छ भने अलिकति केयर गर्नु होला। यहाँ खुशी र निभाको कन्भर्सेसन राख्नु भएको छ हमालजीले। अब उहाँको सेन्टेन्सहरु हामी ट्रान्सलेट गर्न छौं र हमालजीलाई यक्को शुभा यो सेन्टेन्सहरुको लागि। खुशीले भन्छ, साथी हाम्रो देशमा फेरि चुनाव आयो नि। अब यसलाई नेपाल भाषामा पासा, यो त थाहै होला। अब लुट फिल्ममा यो पासा भनेर भन्ने भएकोले हाम्रो झिगु देशे हान अथवा हाक्न, कसैले हान भन्छ, कसैले हाक्न पनि भन्छ। चुनाव वल नि पासा झिगु देशे हान चुनाव वल नि। पासा भनेको साथी भइहाल्यो। हाम्रो अर्थात झिगु, हान यो हान होइन कि हान हो। हान अर्थात फेरि, चुनाव वल अर्थात आयो, आयो नि, वल नि। यो पनि अब वल भनेर नबुझ्नु होला, वल भनेर बुझ्नु होला। अनि त्यसपछि निभाले यो कुरा सुनेर रिप्लाई गर्छ कि अनि के भयो त, देशैभरि बालेन जस्तो जितेर आउने होइनन् क्यारे। अनि अर्थात अले, छु जुल ले, देशे बालेन थे न्या पी ट्याना वयु मखु क्यारे। अले छु जुलले, देशे बालेन थे न्यापी ट्याना वैगु मखु क्यारे। अले अर्थात अनि, छुजुलले के भयो त, छुजुल के भयो। देशैभरि भन्नलाई देशे ज्याका पनि भन्न सकिन्छ। हामीले यसमा देशे मात्र राख्यौं। देशे बालेन थे, थे अर्थात जस्ता जस्तो। देशे बालेन थे न्यापी, देशमा बालेन जस्तो अथवा देशैभरि बालेन जस्ता। ट्याना जितेर, वैगु आउने, मखु क्यारे होइनन् क्यारे। अब निभाको कुरा सुनेर खुशीले भन्छ, हैन मखु बालेन अयौ लोक वागु अथवा जनप्रिय नै भनौं। काम अर्थात ज्या छु यागु खना। मखु बालेन अयौ लोक वागु अथवा जनप्रिय ज्या छु यागु खना।
मकु होइन बालेनले बालेन त्यस्तो अयौ लोकौं वागु भनेको पपुलर हो ज्या अर्थात काम छुको मिनिङ के यागु गरेको अब त्यसमा निबाले भन्छ त्यो पनि बताइरहनु पर्छ र के राम्रो कामहरू गरे सोध न मसित अब यसलाई वो न तया चोने माला वो न तया चोने माला के छुछु मालाओ ज्या या त न्य ले जित अथवा मसित भन्नाले जी ना प यस्तो पनि भन्न सकिन्छ वन धयाचोने माला छुछु बालाउ ज्याया त न्यो ले जी त अथवा न्यले जिनाप ठ्याक्क मसित भन्नको एक्ज्याक्ट ट्रान्सलेसन जिनाप हुन्छ सोधन मलाई भन्दाखेरि जित भन्दाखेरि ठिक हुन्छ त्यो पनि अर्थात वन बताइरहनु पर्छ र तया चोने माला पर्छ र अर्थात माला के छुछु राम्रा बालाउ काम अर्थात ज्या या त गरे न्य अर्थात सोध न्य ले जिनाप सोध न मसित अब खुसीले भन्छ सबै गरिएका कामहरू बताउ न त मलाई अब यसलाई नेपाल भाषामा दक्को याउ ज्या त ज्या अथवा ज्या त पनि भन्न सकिन्छ ज्या त बताउ न मलाई ता ले जी त दक्को याउ ज्या त धाले जित अथवा यहाँ यो धालेको सट्टा था रे यस्तो पनि भन्न सकिन्छ दक्को याउ ज्या त धारे जित यस्तो पनि भन्न सकिन्छ कसैले धारे पनि भन्छ दक्को अर्थात् सबै गरिएका कामहरू याउ ज्या त बताउ धाले अथवा धारे बताउ न मलाई धाले जित निभाले भन्छ ध्यान दिएर सुन म भन्छु ध्यान बिया न्य जी धा ध्यान बिया न्यमा माथि चन्द्रबिन्दु राख्दा पनि ठिक हुन्छ जी धा ध्यान दिएर ध्यान बिया न्य अर्थात् सुन म भन्छु जी भन्छु अर्थात् धा म भन्छु जी धा भन्छु अर्थात् धा सहर भित्र थुप्रिएको फोहोर व्यवस्थापन गरे सहर दुने मुना चोङ्गु फोहोर व्यवस्थापन या त सडकमा देखिएका खाल्डो पुर्ने र ब्रुमर चलाउने काम गरे सडकमा देखिएका खाल्डो पुर्ने सडके खनेडु गा ला क्यू वो ब्रुमर चले याउ ज्या न या त सडके खनेडु गा लाक्यू व ब्रुमर चले याउ ज्या न या त सडकमा अर्थात् सडके देखिएका खनेडु
खाल्डोलाई गा भन्छ। पुर्ने अर्थात् लाक्यू। र अर्थात् वो। ब्रुमर चलाउने ब्रुमर चलेयाउ। ज्या अर्थात् काम भइहाल्यो। पनि गरे न याता। मापदण्ड विपरीत बनेका घर तहरा हटाएर बाटो चौडा बनाउँदैछन्। मापदण्ड विपरीत देका तगु छे तहरा चिका ल तबाला याना चोङ्गु डु। भिडियो अलिकति लामो भयो, त्यही भएर मैले अहिले अलिकति पास गर्न खोजेको हो। मापदण्ड विपरीत देका तगु अर्थात् बनाइराखेका अथवा बनेका भन्दा पनि त्यो ठिकै हुन्छ। घर अर्थात् छे, तहरा हटाएर, चिका बाटो अर्थात् ल, चौडा अर्थात् तबाला बनाउँदैछन् याना चोङ्गु डु। ए हो त नि, यति मात्रै हो कि अरू पनि छ। ए खला थुली जक जक्का भएछ, जक ख कि मेगु न डु। ए खला भनेको ए हो है पनि मिल्छ। यति मात्रै हो कि थुली जक ख कि, यति मात्रै अर्थात् थुली जक, अरू पनि छ मेगु न डु, अरू अर्थात् मेगु। निबाले भन्छ छ नि, डेट गएका सामान बेच्ने व्यापारीका सामान फालेर सचेत पनि गराएको देखेनौ र। दुनी, डेट वने ढुङ्कु सामान मिपी व्यापारी तेगु सामान वा छोया सचेत न यागु मखनाला। छ नि अर्थात् दुनी, डेट गएका सामान, डेट वने ढुङ्कु सामान बेच्ने व्यापारी, मिपी व्यापारी, बेच्ने व्यापारीका, मिपी व्यापारी तेगु सामान फालेर, सामान वा छोया सचेत पनि गराएको, सचेत न यागु देखेनौ र मखनाला। अब खुसीले खुसी हुँदै भन्छ धन्यवाद साथी, यति कुराहरूको याद गराइदिएकोमा। वहाँको कामले गति लिइरहन सकोस्। नमस्कार, भोलि भेटौँला। सुभा पासा थुली खत लोमङ्का ब्युगुली वेकया ज्या गति कया चोने फेमा जोजलपा कने नाप्ला। सुभा पासा अर्थात् धन्यवाद साथी, थुली ख लोमङ्का ब्युगुली यति कुराहरूको याद गराइ दिएकोमा। वे कया ज्या वहाँको कामले, गति कया चोने फेमा गति लिइरहन सकोस्। नमस्कार अर्थात् जोजलपा, भोलि भेटौँला। कने नाप्ला, कने नाप्ला। नेक्स्ट च्याप्टरमा संयुक्तजीको ट्रान्सलेसन आउनेछ। थ्याङ्क यू सुभा।